देशको एउटा सानो निर्वाचन क्षेत्रमा जितेर आएको मान्छे देशको प्रधानमन्त्री हुने व्यवस्था छ। अहिले बजेटमाथि छलफल भइरहेको छ, हामीले त बहिष्कार गरिराखेका छौँ हैन। त्यो बजेटको पुस्तिका हेर्यो भने त्यो सबै मन्त्रालयको बजेट पुस्तिकामा सबभन्दा धेरै कहाँ छ? झापा 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 छ बजेट। बाटो बनाउने, पुल बनाउने, स्कुल बनाउने, स्वास्थ्य चौकी बनाउने, कलवर्ट बनाउने, बाँध बाँध्ने, जे भने पनि झापा 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 छ। अनि झापाको पनि फेरि यसो गरेर बसेर केलाएर हेर्ने हो भने दमक 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 गौराद गौरीगञ्ज हैन, कमल भनेर प्रधानमन्त्रीको निर्वाचन क्षेत्र, प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका गाउँपालिकाहरूमा चाहिँ नि बजेट केन्द्रित छ। त्यो सडकको पनि, बिजुलीको पनि, खानेपानीको पनि हैन, पर्यटनको पनि। भनेपछि एउटा सानो निर्वाचन क्षेत्रबाट जितेर आएको मान्छे देशको प्रधानमन्त्री हुने व्यवस्था रहेसम्म त्यो प्रधानमन्त्री देशप्रति उत्तरदायी नहुने रहेछ हैन। उसलाई कर्णालीको बारेमा चिन्ता नहुने रहेछ। तपाईहरुलाई ताजा उदाहरण दिन्छु। अस्ति भर्खर प्रधानमन्त्री चीन जानुभएको थियो, तपाईहरुलाई थाहा छ होला, केही महिना अगाडि। उहाँले चीनसँग कुरा गर्दाखेरि के माग्नुभयो थाहा छ? आफ्नो निर्वाचन क्षेत्रमा एउटा रङ्गशाला माग्नुभयो। अनि त्यसै बेला उहाँलाई फेरि अर्को चाहिँ नि याद आयो, मलाई त अहिले प्रधानमन्त्री बनाउने मान्छे त शेरबहादुर देउवा हो, शेरबहादुर देउवाले काङ्ग्रेसले छोडिदियो भने त फेरि प्रधानमन्त्री रहिँदैन हैन। अनि शेरबहादुर देउवाको लागि डडेलधुरामा एउटा सिटी हल माग्नुभयो उहाँले हैन। एउटा देशको प्रधानमन्त्रीले अर्को देशसँग माग्दाखेरि पनि अथवा अर्को देशको भ्रमणमा जाँदाखेरि पनि आफ्नो निर्वाचन क्षेत्रको मात्रै चिन्ता गर्छ। त्यसकारण देश एउटा सिङ्गो निर्वाचन क्षेत्र बनाउनु पर्छ। जबसम्म देशलाई एउटा सिङ्गो निर्वाचन क्षेत्र बनाउन सकिँदैन तबसम्म निर्वाचन निष्पक्ष पनि हुँदैन र समानुपातिक वितरण पनि हुँदैन। त्यसकारण देशलाई पुरै निर्वाचन क्षेत्र बनाउनु पर्दछ र यो अहिलेको जुन थोरै सानो निर्वाचन क्षेत्रमा थोरै मतदातालाई भोट किनेर जित्ने जुन प्रणाली छ त्यसको अन्त्य हुनुपर्छ भनेर हामीले निर्वाचन प्रणालीमा पनि परिवर्तनको कुरा राखेका छौँ, यो संरचनामा पनि परिवर्तनको कुरा राखेका छौँ र यो हामीले राखेको छौँ भन्ने मात्र होइन, यीहरूमा परिवर्तन नगरिकन यो संविधानले काम गर्न सक्दैन। त्यसकारणले यो संविधानमा थुप्रै समस्याहरू छन्, थुप्रै परिवर्तन गर्नुपर्ने विषयहरू छन् र यो संविधानले यतिकै काम गर्न सक्ने अवस्था छैन। अब अलिकति राजनीतिक यात्रातर्फ जाउँ। हजुरको राजनीतिको अहिले एजेन्डा नै फरक छ। राजा पुनर्स्थापना गर्नेदेखि लिएर लगायत राजतन्त्र पुनर्स्थापना गर्नेतिर भनेर सडकदेखि सदनसम्म तताइरहनु भएको छ। हजुरले यो संहिताको बारेमा भ्रष्टाचार भयो, यो भ्रष्टाचारको विकेन्द्रीकरण मात्र भयो भन्ने आशय दिइरहँदा हजुरले यो कल्पना गर्नुभएको राजतन्त्र चाहिँ कस्तो खालको हो त? विद्यार्थीहरूमा अलिकति त्यसको क्वेसनहरू उठिरहेको छ। राजतन्त्र त आउँछ र हजुरले यसको एजेन्डा उठाउनु भयो, तर त्यसको परिकल्पना चाहिँ कस्तो हो त? एकदमै राम्रो प्रश्न उठाउनु भयो। यो चाहिँ एकदमै राम्रो प्रश्न उठाउनु भयो। यो नयाँ पुस्ताले जान्न जरुरी छ है। धेरै ठाउँमा चाहिँ सर्लक्कै एउटा जवाफ दिइन्छ। खास गरी गणतन्त्र पक्षधरहरूबाट के भनिन्छ भने अब नेपाल पछाडि फर्कन सक्दैन हैन, प्रजातन्त्रको विकल्प अथवा लोकतन्त्रको विकल्प लोकतन्त्रै हुन्छ, हामी चाहिँ अब राजतन्त्रमा जान सकिँदैन भनेर भन्छ। त्यसो गर्दाखेरि तपाईको युवा मस्तिष्कमा ठ्याक्कै के पर्न सक्छ भन्दाखेरि राजाको कुरा गर्नु भनेको चाहिँ प्रजातन्त्रको विरोध गर्नु रहेछ, डेमोक्रेसीको एगेन्स्टमा रहेछ राज संस्था भन्ने तपाईको मनमा पर्न सक्छ र कतिको बुझाइ पनि त्यही छ हैन। र धेरै पढेको हुँ भन्ने मानिसहरूले पनि त्यो कुरा बुझेर त्यही अनुसार कुरा गरिराखेको देख्छु र कतिले त अब जान भन्छ। तर पहिलो कुरा, आधारभूत कुरा, एकदम फन्डामेन्टल कुरा के हो भने हामीले बुझ्नुपर्ने कुरा के हो भने राज संस्था र प्रजातन्त्र अथवा मोनार्की र डेमोक्रेसी चाहिँ अल्टरनेट होइन, एकअर्काको विरोधी होइन। ठ्याक्कै बुझ्नुपर्ने कुरा हामीले यो एकअर्काको विरोधी र एकअर्काको विकल्प होइन। अहिले संसारमा 195 वटा देश मध्ये झन्डै 43 वटा देशमा कुनै न कुनै प्रकारको राज संस्था छ र अहिले विश्वका 20 वटा धनी देशहरूको
को कुरा गर्यो भने 10वटा चाहिँ राष्ट्र संस्था भएका देशहरू छन् र टप 3 मा चाहिँ राष्ट्र संस्था भएका देशहरू छन् र जहाँ राष्ट्र संस्था छ त्यहाँको प्रजातन्त्र अत्यन्तै उन्नत छ। जस्तै हामीले पढ्दाखेरि कति अब तपाईहरुले अब अहिलेको पाठ्यक्रममा त्यो व्यवस्था छ कि छैन, पढ्दाखेरि प्रजातन्त्रको जननी भनेर भन्यो भने बेलायतलाई भनेर भन्थ्यो है। बेलायतमा सदियौं वर्षदेखि राष्ट्र संस्था छ। 11 वर्ष 1649 मा त्यहाँ पनि जनताले यस्तै गणतन्त्रवादीहरूको प्रभावमा परेर कि यो राजाबाट भएन, ठिक भएन, त्यसकारणले यो राष्ट्र संस्था राजा हटाउने मात्रै होइन, अब राष्ट्र संस्थै हटाउने भनेर राजालाई मारेर फाँसीमा चढाएर गणतन्त्र ल्याए। तर 11 वर्षपछि नै फेरि बेलायती जनताले राष्ट्र संस्था पुनर्स्थापना गरे, जसले गणतन्त्रको लागि त्यहाँको बेलायती जनतालाई उचालेका थिए। ऊ 1658 मै मरिसकेको थियो क्रमवेल भन्ने। बेलायती जनताले उनीहरूलाई झुक्क्याएको बापत बेलायती जनताले उसलाई जीवित त फाँसी दिन पाएनन्, तर उनको च्यान खोतलेर ल्याएर उनको अस्थि पञ्जरलाई भए पनि फाँसीमा चढाए र राष्ट्र संस्था पुनर्स्थापना गरे। भनेको अब राजा त मारिसकिएको थियो, उनको उत्तराधिकारीलाई छिमेक फ्रान्समा कहीँ थिए र खोजेर ल्याएर फेरि राजगद्दीमा बसाएर त्यो राष्ट्र संस्था अहिले यहाँसम्म आइपुग्यो र संसारको लोकप्रिय राष्ट्र संस्थाको रूपमा छ। र बेलायतले मात्र होइन, त्यो राजालाई क्यानाडा, अस्ट्रेलिया लगायत थुप्रै देशहरूले आफ्नो राजा मान्छन्। भनेपछि मैले भन्नु खोजेको यति मात्रै हो, अरू धेरै जान्न कि राज संस्था हुनु, राजा हुनु भनेको प्रजातन्त्र नहुनु होइन। राज संस्था हुनु भनेको प्रजातन्त्रको विरोध गर्नु होइन। यो कुरामा हामीले स्पष्ट हुनुपर्छ। र कतिपय ठाउँमा निरङ्कुश राजतन्त्र पनि छ। त्यो देशको परिवेश, त्यो देशको जनताको चाहना र अवस्था अनुसारको कुरा हो। अहिले अब यहाँ आउँ हामी, हाम्रो देशमा अहिले राप्रपाले कुरा गरिराखेको राष्ट्र संस्था कस्तो राष्ट्र संस्था हो भन्दाखेरि बेलायतको जस्तो राष्ट्र संस्था, जापानको जस्तो राष्ट्र संस्था, संविधानको परिधिभित्र रहने राष्ट्र संस्था, जसले